माटो भनेको धुलो मात्र होइन, यो त एउटा जिउँदो चिज हो जसले सबै कुरा याद राख्छ। त्यसो भए के माटोले साँच्चै सम्झन्छ त त्यसमा के रोपिएको थियो भनेर? हो, यसलाई माटोको सम्झना भनिन्छ। मतलब पहिलेको बालीले माटोमा गहिरो असर छोड्छ। माटोले कसरी सम्झन्छ त? यसका 5वटा तरिकाहरू छन्। ल, एक एक गरी हेरौँ है। पहिलो कुरा हो पोषक तत्त्व। जस्तै धानले माटोको धेरै नाइट्रोजन प्रयोग गरिदिन्छ। अनि दोस्रो, बालीको अवशेष। बाली काटेपछि बाँकी रहेका जरा, पात त्यही कुहिएर मल बन्छ। तेस्रो हो सूक्ष्मजीवहरू। माटोमा लाखौं करोडौं जीव हुन्छन्, राम्रा पनि नराम्रा पनि। जब एउटै बाली पटक पटक लगाइन्छ तब हानिकारक जीवहरू बढ्छन् र बिरुवामा रोग लाग्छ। चौथो कारण, किरा र रोगहरू। उही बाली लगाउँदा त्यही बालीमा लाग्ने किराहरू आइरहन्छन्। र अन्त्यमा माटोको बनावट। कुनै बालीले माटोलाई खुकुलो बनाउँछ, कुनैले चाहिँ एकदमै कडा। ल, अब यो सबै कुरा किन महत्त्वपूर्ण छ त? किनभने यसले उत्पादन र मलको खर्चमा सिधा असर पार्छ। यसको एउटा राम्रो समाधान छ, बाली चक्र। अर्थात् पालै पालो फरक फरक बाली लगाउने। बाली चक्रले माटोको सम्झनालाई बिगार्दैन, बरु त्यसैसँग मिलेर काम गरी माटोलाई स्वस्थ बनाउँछ। एउटा उदाहरण हेरौँ न। धान लगाएपछि दलहन लगाउने। धानले सोसेको नाइट्रोजन दलहनले फर्काइदिन्छ। त्यसैले त भनिन्छ नि, माटोले कहिल्यै बिर्सदैन। आज जे रोपिन्छ भोलिको फसल त्यही हुन्छ।